काठमाडौँ कब्जा गर्ने भन्नु प्रधानमन्त्रीले भन्ने कुरा हो? प्रधानमन्त्रीको कुरा हो? प्रधानमन्त्री राजा चाहिन्छ भन्नेहरूको पनि होइन। हिजो जसरी राज संस्था भएको बेला उहाँहरूलाई राजा नमान्ने अधिकार थियो र उहाँहरूले आन्दोलन गरेर षड्यन्त्र गरेर जे गरेर भने उहाँहरू चाहिँ राज संस्थाको विरुद्ध लाग्नुभयो, त्यसरी नै हामीलाई यो गणतन्त्रको विरुद्ध उभिनेर लाग्ने अधिकार छ। भ्रष्टाचारी हो भनेर चिनिएका मानिसहरू आज छाती ठुलो पारेर हिँडिराखेका छन्। भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने हामी जस्ता मानिसहरू हरेक नागरिकलाई थाहा छ यी मानिसहरू भ्रष्टाचारी हुन्, यो देशलाई बन्धक बनाउने यिनै हुन्, यो देश बन्न नदिने मानिस यिनै हुन् भन्ने थाहा छ। तर आज हामी संवेदना शून्य भयौँ। यो यस्तै हो, नेताले यस्तै गर्छ, उनले मात्रै कहाँ गरेको छ त, उनले अर्कोले पनि गरेको थियो, नेता भएपछि यस्तै गर्ने हो भन्ने भाष्य निर्माण गर्न थाल्यो। त्यसकारण आज यो कार्यक्रम मार्फत देशका युवाहरूलाई हामी आह्वान गर्न चाहन्छौँ। युवाहरू राजनीतिबाट भाग्नु भएन, राजनीतिलाई छ्या भन्नु भएन, राजनीतिमा युवाहरू हस्तक्षेपकारी ढङ्गले आउनु पर्यो। आफ्नो र देशको भविष्य मर्दै गएको ठुलो ठुलो हेरेर बस्न भन्दा त्यो भविष्य मर्न नदिनको लागि हस्तक्षेपकारी ढङ्गले आउनु पर्यो। त्यसकारण म युवाहरूलाई आह्वान गर्न चाहन्छु, युवाहरू राजनीतिमा आउनुहोस् र राजनीतिमा हस्तक्षेपकारी ढङ्गले आउनुहोस्। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि 46 सालको राजनीतिक परिवर्तनपछि तिनै राजनीतिक पार्टीहरू छन्, त्यही काङ्ग्रेस, त्यही एमाले, त्यही माओवादी। अब नेता पनि मैले नाम भन्नु पर्दैन, माथि गएका बाहेक, दिवंगत बाहेक कोही नेताहरू छन्, कोही मानिसहरू छन् र घुमिफिरी 3 दशकदेखि देश उनीहरूले बन्धक बनाएर राखेका छन्। अहिले छातीमा हात राखेर आँखा सिम्म गरेर एकछिन सम्झ्यो भने त्यो राप्रपाका समर्थक होइन, काङ्ग्रेस एमाले माओवादीलाई भोट दिँदै गरेका काङ्ग्रेस एमाले माओवादी सम्बद्ध युवाहरूले पनि सोच्यो भने यिनै पार्टी यिनै नेतालाई अरू 5 वर्ष होइन, अरू 10 वर्ष अथवा उनीहरूलाई बाँचिन्जेल यो देश चलाउन दियो भने पनि यो देश बन्नेवाला छैन। त्यो आत्माले भन्छ।